हेलो फ्रेन्ड्स, नमस्ते। मेरो च्यानलमा यहाँहरूलाई स्वागत छ। आज मैले निगुरोको एकदमै मिठो तरकारीको रेसिपी लिएर आएको छु सजिलो तरिकामा। अहिले निगुरोको सिजन छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। ल त अब बनाउन सुरु गरौँ। मैले यहाँ चाहिँ 2 मुठा निगुरो एकदमै कलकलाउँदो हेर्दै खाउँ खाउँ लाग्दो फ्रेस निगुरो लिएकी छु। अनि यसलाई चाहिँ अब केलाएर पखालेर पकाउनको लागि रेडी गर्नुपर्छ। मैले चाहिँ यहाँ मुठा खोल्दैछु। त्यस पछाडि यो निगुरो एक एकवटा गरेर केलाउने, कलिलो कलिलो छानेर केलाउनुपर्छ। छिप्पेको भयो भने चाहिँ खाँदाखेरि मजा आउँदैन। त्यही भएर जुन जुन कलिलो छ त्यति मात्रै लिने। निगुरो मैले यति केलाइसकेँ र बाटोमा राखेँ र अरू सबै निगुरो केलाइसकेँ, रेडी भइसकेको छ। अब यसलाई चाहिँ पखालेर अनि पकाउनको लागि रेडी गर्नुपर्छ। अनि पानीमा राखेर झमझमी पखाल्ने। अब कतिको फोहोर छ निगुरो हेरेर 3-4 पानीदेखि लिएर 6-7 पानी पनि पखाल्नु पर्ने हुन्छ। कुनै कुनै एकदम धेरै फोहोर छ भने त। यसरी झमझमी पखाल्ने। त्यो भएपछि ढुङ्गा बालुवा लाग्दैन। मैले चाहिँ 4 पानी पखालेर रेडी गरेँ। मेरो चाहिँ त्यति धेरै फोहोर थिएन। अब पकाउन सुरु गरौँ। मैले यहाँ कराई बसालेँ। कराई तातेपछि चाहिँ तोरीको तेल राखेँ मैले। अब यहाँलाई जे मन लाग्छ, जुन चाहिँ तेल अभाइलेबल छ राख्न सकिन्छ। त्यस पछाडि मेथी फुराउने अनि रातो खुर्सानी फुराउने। हरियो परियोमा चाहिँ रातो खुर्सानी एकदमै मिल्छ। त्यस पछाडि आलु राख्ने र एकैछिन भुट्ने आलुलाई। अदुवा लसुन राखिदिने। अदुवा लसुनलाई पनि एकछिन भुट्ने। बेसार राखिदिएँ मैले। चलाउने एकछिन। अनि यो हल्का पाकिसकेपछि चाहिँ अनि निगुरो राखिदिने र चलाउने राम्रोसँग। निगुरोलाई नै भुटिनुपर्छ। र यति गरेपछि अब छोपेर एकछिन पाक्न ओइलाउन दिने। यो निकै ओइलाइसकेको छ। अब नुन राख्ने स्वाद अनुसार। जिरा धनियाको पाउडर पनि राखिदिएँ मैले अलिकति र चलाउने एकछिन भुट्ने यसलाई। अनि बिचमा खोबिल्टा बनाएर चाहिँ गोलबेडा राखिदिएँ मैले। अनि माथिबाट अलिकति छोपिदिने। त्यस पछाडि बिर्को लगाएर एकछिन पाक्न दिने। यो चाहिँ गोलबेडा पाकिसकेको छ र यसलाई मैले चाहिँ यसरी किच्याइदिएँ। यति गरेर राम्रोसँग चलाउने र अलमोस्ट हाम्रो यो निगुरो पाकिसकेको छ। एकदमै मिठो बास्ना आएको छ। पिरो पिरो एकदमै मजाको भएको छ कि मिठो भएको छ निगुरो। र मैले हिट अफ गरिदिइसकेँ। अब पाकिसक्यो। एकदमै मिठो भएको छ। बास्ना एकदम मिठो आएको छ। यो तयारी भइसक्यो निगुरो र मैले सर्भिङ बाउलमा सर्भ गर्दैछु। यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो? मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट गरिदिनु होला। निगुरोको अरू पनि रेसिपीहरू मेरो प्लेलिस्टमा छ, हेर्न नभुल्नु होला। मेरो च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।